बीम डिजाइनको कन्सेप्ट है टिम्बर बीम डिजाइन। एउटा कुरा चाहिँ के हुन्छ भने टिम्बरको होस् आरसीसीको होस् है जेको होस् हाम्रो बीममा कुन फोर्समा हामीले बसेर क्याल्कुलेट गर्नुपर्छ त भन्दाखेरि यसमा हामीले बीममा चाहिँ बेन्डिङ मुभमेन्टको आधारमा गर्नुपर्छ है। बेन्डिङ मुभमेन्टमा अरू पनि आउँछ नआउने त होइन, आउँछ होइन, तर यो आउने भनेको मेन फेलियर हुने भनेको बेन्डिङमा हो र बेन्डिङको चेक गर्नुपर्ने हुन्छ है हामीले। जस्तै के छ हामीले कलम भन्यौँ भने माथिबाट आउने भनेको कुन फोर्स हो त यहाँ कम्प्रेसिभ भनेपछि यसको लागि कम्प्रेसिभ फोर्स थेग्न सक्ने, कलमको लागि कम्प्रेसिभ फोर्स थेग्न सक्ने गरी डिजाइन गर्नुपर्छ है। बेन्डिङ यसमा चाहिँ बीमको लागि चाहिँ बेन्डिङ मुभमेन्ट थेग्न सक्ने गरी हामीले डिजाइन गर्नुपर्छ। अब बेन्डिङ मुभमेन्टको एउटा के छ भन्दाखेरि हामीले M/I = F/Y = के छ E/R भनेको हुन्छ है। यो एउटा रिलेसन छ हाम्रो है। अनि यो M भनेको के हो त म्याक्सिमम बेन्डिङ मुभमेन्ट इन द बीम भयो। आई भनेको के हो मुभमेन्ट अफ इनर्सिया पढेकै हुन्छ है पहिले हामीले। एफ भनेको के भयो त हाम्रो एफ भनेको यसमा चाहिँ अब पर्मिसिबल बेन्डिङ भयो है, बेन्डिङ आएको भएर पर्मिसिबल बेन्डिङ भयो। अब वाई भनेको के हो भन्दाखेरि हाइट फ्रम द सीजी, सीजीबाट नापिरहेको छौँ भने हाइट फ्रम द सीजी भयो है। यति अब योबाट यो तीनटा रिलेसनबाट के गर्न सकिन्छ त जुनै पनि दुईटा युज गरेर गर्न सकिन्छ है। हामी यो दुईटा लियौँ, अहिले दुईटा लियौँ। यो के भयो त M = के भयो F अनि I/Y भयो। अब मोमेन्ट अफ इनर्सिया भनेको के हुन्छ त मोमेन्ट अफ इनर्सिया फर रेक्टेङ्गुलर बीमको लागि कति थाहा हुन्छ त I भनेको BD³/12 हुन्छ होइन। त्यसै गरी वाई भनेको के हो हाइट फ्रम द या डिस्टेन्स फ्रम द सीजी हो। अब सीजी भनेको यस्तो सेक्सन त कि त रेक्टेङ्गुलर हुन्छ स्क्वायर हुन्छ है। अब के हुन्छ त यो भनेको यति जति छ त्यसको आधा त हुन्छ नि होइन, आधा हुन्छ। रेक्टेङ्गुलर छ भने डेप्थको आधार भयो है, डेप्थको आधार भयो I भनेको D/Y भयो है। अनि अर्को कुरा के पनि हुन्छ भन्दाखेरि I/Y लाई चाहिँ हामीले के पनि लेख्न सक्छौँ भने Z पनि लेख्न सक्छौँ है। Z भनेको त्यसै भए के भयो त BD³/12 होल डिभाइडेड बाई D/2 भयो है। यति भयो। अनि हाम्रो के आउँछ त यहाँनिर माथि रेसिप्रोकलहरू गरेर जाँदाखेरि Z भनेको के हुन्छ त Z भनेको यो भनेको BD²/6 आउँछ होइन रेसिप्रोकल गरिसकेपछि। ल अर्को बीम भनेको अब के मानेको छ भन्दा हामीलाई इक्वेसन त हाम्रो आयो। इक्वेसन भनेको त यो M = FZ हुन्छ। Z भनेको यो भ्यालु भइहाल्यो है, यो इक्वेसन आयो। अर्को के कन्सेप्ट हुन्छ भन्दाखेरि यो टिम्बरमा चाहिँ M भनेको के हुन्छ त K0 F × Z हुन्छ है। Z भनेको यही भयो, F भनेको पनि बेन्डिङको लागि पर्मिसिबल भयो। K0 भनेको चाहिँ के हुन्छ भन्दाखेरि K0 कसरी आयो भन्दाखेरि चाहिँ हामीले यो कोडहरुमा पनि हेरेको छ नि, कोडहरुमा के छ प्यारलल टु द ग्रेन भयो भने यो स्ट्रेन्थहरु एक किसिमको हुन्छ, स्ट्रेसहरु एक किसिमको आउँछ। अब परपेन्डिकुलर टु द यो प्यारलल टु द ग्रेन भयो हैन, परपेन्डिकुलर टु द ग्रेन भयो भने के हुन्छ त हाम्रो अर्को आउँछ, भ्यालुहरु अर्को आउँछ। त्यसको लागि के हुन्छ त एनाइसोट्रोपिक मेटेरियल हो भनेर डिफरेन्ट डाइरेक्सनमा डिफरेन्ट स्ट्रेस स्ट्रेन्थहरुको भ्यालु भयो भने एनाइसोट्रोपिक भएर यस्तो के नट भन्ने एउटा आउँछ है, यहाँ टर्महरु आउँछ, बुकमा पनि छ यो है। त्यसलाई चाहिँ अहिलेलाई के गर्छौं K0 = 1 भनेर टिम्बरको डिजाइन हामीले गर्छौं है। यो F * Z हुन्छ, यो भयो है एउटा बेन्डिङ मुभमेन्टको यो भयो। अनि अर्को चाहिँ के हुन्छ त हाम्रो के रे जुन लोडको कन्डिसन हुन्छ नि, जस्तै UDL आयो भने के हुन्छ, UDL आयो भने म्याक्सिमम बेन्डिङ मुभमेन्ट भनेको कति हुन्छ त WL² / 8 हुन्छ नि हो। यो फर्मुलाहरु लाएर दुईटा बेन्डिङ मुभमेन्ट निकालेर अनि कम्पेयर गरेर हामीले डिजाइन गर्छौं है।